पुनम म आइसक्यो के छिटो तल आउन नाइ के नाइ मलाई डर लाग्छ अहिले तिम्रो बाबा आउनु भयो भने फेरि जान्छ कि भागिहाल्नु जस्तो ल एकछिन रोक्नु म लुगा लिएर आइहाल्छु दीपक तिमी मलाई लिन भनेर यहाँसम्म त आयो तर मलाई कता कता डर लागेको छ पुनम आज तिमीलाई लिन मन आएको भए हामी कहिले पनि एक हुन पाउने थिएनौँ किन पुनम हामी यहाँबाट भागिहालौँ दीपक मैले बाबा दाइ यो घर सबै छोडेर जाँदैछु मलाई पछि गएर दुःख चाहिँ नदेऊ है पुनम म आज तिमीसँग बाचा गर्छु म तिमीलाई कहिले पनि साथ छोड्ने छैन सधैँभरि माया गरिरहनेछु पुनम म भगवानलाई साक्षी राखेर भन्छु म तिम्रो आँखाबाट कहिले आँसु झर्न दिन्न दीपक कहिलेकाहीँ मबाट सानोतिनो गल्ती भइहाल्यो भने पनि म माथि हात त उठाउँदैनौ नि पुनम माया गर्ने मान्छेले हात होइन जिन्दगी दिन्छ मैले यो पोका बाहेक अरू केही पनि ल्याएकी छैन अब मेरो सारा जिन्दगी भनेको तिमी नै हो मेरो जिन्दगी त पहिल्यैदेखि नै तिमी नै थियौ अब ढिलो नगर किन जा बाबा दाइ मलाई माफ गरिदिनु है किन तिमी केही पनि डर नमान्नु आमा चल छोरी तेरो दाइ घरबाट निक्लेको 2 दिन भइसक्यो न फोन नै गर्छ न खबर नै आज भोलि के भएको त्यसलाई खै घरमा बस्नै मान्दैन पहिले त बिहान बेलुका घरमै बस्थ्यो अहिले त घरमा बस्नु पनि आकाशै खस्ला जस्तो गर्छ मलाई त पक्कै उसले मन पराएको केटीलाई भेट्नु गएको जस्तै लाग्छ यसरी तेरो दाइ सधैँभरि हराइराख्यो भने समाजले के भन्लान् छोरी आमा दाइ अलि बदले जस्तो देखिन्छ नि केही कुरा मनमै भएर होला आमा मलाई त जहाँसम्म लाग्छ फोन नगर्नुको कारण पनि त्यही होला हामीलाई चिन्ता नहोस् भनेर त्यही पनि उसले कसैलाई मन पराउनु त गल्ती त होइन नि हामीलाई भनेर गएकै पनि हुन्थ्यो तर 2 दिनसम्म खबर नगर्नु चाहिँ यो चाहिँ ठिक होइन तर म आफै एकचोटि फोन गरेर हेर्छु तपाईँ चिन्ता नगर्नुहोस् आमा तैँले भनेको कुरा पनि ठिकै हो छोरी तर 2 दिनसम्म छोरा घर नआउँदा आमालाई चिन्ता त भइहाल्छ नि छैन त घरमा बाबा तपाईँ के भन्दै हुनुहुन्छ हो भनेको हिजो राति ढोका गडबुड सुनेको थिएँ म उसको कोठा गएको थिएँ कोठा लातादिङ छ र उसको लुगा पनि छैन छोरा हे भगवान यो केटी कहाँ गएछ र कोसँग गएछ केही कुरा तिमीलाई थाहा छ छोरा मैले त पहिल्यै भनिसकेको छु मलाई त केटा पनि पर्दैन भनेर बाबुको कुरा नसुनेर आफ्नो जिन्दगीको फसेला आफै गर्ने भए छैन अब के गर्ने होला अब बुबा थाहा छैन भनेर म पन्छिन्न तर बहिनीले घर छोड्यो भनेको बहिनीको गल्ती हो
बुबाको हाम्रो इज्जत कुल्चेर त्यसलाई भाग्ने अधिकार कसले दियो? फेरि बहिनीले मन परायो भन्दैमा बाबुमामाथि लात हानेर बिहे गर्न पाइन्छ उसले। तर थाहा छ बा, तपाईँले मन नपराएको केटा त्यो ठिक छैन भन्ने कुरा त मैले पनि मानेको थिएँ। तर बहिनीले अब घरमा आएर सजिलो आँसु झारेर माफी मागे पनि अब माफ हुने छैन। तपाईँलाई थाहा छ बा, हाम्रो यो घर कुनै खेलाउनु होइन, जता मन लाग्यो त्यति जाने। आज बहिनी भागेर गएको छ, समाजमा उसले हाम्रो नाक काटेर उसले किन पाएको छ र? तर बुबा, म मेरो बहिनीलाई खोज्न जान्छु। यसरी घर छोडेर हिँड्नेलाई सजाय पाउनै पर्छ। छोरा, तिमी आवेशमा नहो, समय मिलेपछि खोज्नु जालास। ल ल बुवा, अहिले म गाउँतिर गएँ। ल छोरा। आमा, ए आमा, बाहिर निस्किनु त। हेर्नुहोस् त आमा, मैले तपाईँको लागि बुहारी ल्याएको छु। हेर्नुहोस् त आमा, मैले को ल्याएको छु। अब तपाईँको दुःख गर्ने दिन सबै गए। अब घाँस दाउरा सबै गर्नको लागि बुहारी ल्याएको छु आमा। तँलाई कसले सिकाए रे यसरी केटी भगाएर घरमा ल्याउनु? मेरो इज्जत, हाम्रो घरको मान सम्मान सबै माटोमा मिलाइस्। मलाई नसोधिकन तँलाई बिहे गर्ने हिम्मत कसले दियो? म बाँचिन्जेलसम्म यो घरमा मेरो हुकुम चल्छ। अब जसरी यो केटीलाई चोरेर ल्याइस् त्यसरी नै यसलाई पुऱ्याइदे। यो घर उसको होइन। माया प्रेम भनेको 2 दिनको हुन्छ, भोलि पछुडान दिन आउँछ। मेरो कुरा नमान्नेसम्म यो घरमा कहिले पनि शान्ति हुँदैन। यति कुरा बुझिराख। आमा, मैले कसैको नाक काट्नको लागि बिहे गरेको होइन, मैले त उसलाई माया गरेर बिहे गरेको हो। म मान्छु तपाईँलाई नसोधेर मेरो गल्ती भयो होला, तर म उसलाई छोड्ने कल्पना पनि गर्न सक्दिनँ। त्यसैले आमा, सबै दोष उसलाई नदिनुहोस्। यसको निर्णय मैले गरेको हो, उसलाई त्यत्तिकै नगराउनुहोस्। आमा, यो जीवन मेरो हो, म अरू कसैको डरले बाँच्न चाहन्न, स्वतन्त्र भएर जिउन चाहन्छु। आज तपाईँले नस्वीकारे पनि भोलि तपाईँले मेरो खुसी देखेर स्वीकार्नुहुनेछ, म आशा गर्दछु आमा त्यो दिनको। सासू आमा, कृपया त्यस्तो नभन्नुहोस्। म यहाँ कुनै पनि गलत निर्णय लिएर तपाईँको घरमा आएकी होइन। मैले घरमा पनि कसैले थाहा नदिकन आएकी छु, किनकि उहाँ नै मेरो संसार हो। म तपाईँको घर बिगार्न आएकी होइन, सेवा गर्न आएकी हो। एक पटकको लागि मलाई आफ्नै छोरी जस्तै सम्झेर मौका दिनुहोस् न आमा। किनकि आमा, मैले उहाँलाई दुःख दिन चाहन्न, बरु जति नै दुःख आइपरे पनि म आफै सहन्छु। हो आमा, अब म माइत फर्किन सक्दिनँ। अब मेरो उहाँ नै सबै थोक हो। पुनम, तिमी भाग्दा भाग्दा थाकेको छौ, किन भित्र जाऊ। ठ्याक्कै आमालाई हेर। भन्नु छोरा, मैले भने कुरा मानेछस् तर पछि पस्टाउनु पर्ला।
ओ केटी त्यो दाइले भर्खर बिहे गरेको छ अरे, तेरो पाल्छ कहिले नि? उमेर त ढल्किँदैछ, अझै बुढी कन्या भएर कति बस्छौ? त्यो दाइले बिहे गरेर घरमा भौज भित्राएको छ, अब तँलाई बोझ बढ्नेछ। आज भोलिका केटीहरू धेरै नाटक गरी बस्छन्, बिहे नगरी ठुलो पल्टेर बस्छन्। अहिले बिहे नगरी भोलि कसले हेर्छ सोचिहाल है। मैले बिहे गरे पनि नगरे पनि तपाईँले चाहिँ के को मतलब नि? मेरो जिन्दगी हो, निर्णय गर्ने अधिकार पनि मेरै छ। दाइले बिहे गरे भन्दैमा मैले पनि हतारिएर बिहे गर्ने नियम छ र? होइन, यो समाजलाई मेरो खुसी भन्दा पनि मेरो बिहे किन ठुलो लाग्छ? बुढी कन्या भन्ने शब्दले होइन, सोचले मान्छे सानो हुन्छ, बुझ्यौ? म एक्लै भए पनि आत्मसम्मान साथ बाँच्न सक्छु, त्यो बुझिराख। हो सबै थाहा छ मलाई, तँ कस्तो के भनेर थाहा छ मलाई। होइन, मलाई बिहे गर्न मन छैन, यसलाई के को चाह छ? अहिलेसम्म तेरो बहिनीले फोन लागेको छैन। त्यति नै भयो। हेर्नुहोस् न, मैले पनि बहिनीलाई फोन कतिचोटि लगाएँ, तर उसको फोन लाग्दैन र गाउँमा पनि फोन लागेको हल्लै छैन। यसको मतलब मलाई लाग्छ बहिनी बिहे गरेर गएको छ। तपाईँलाई थाहा छ बा, आजसम्म हाम्रो वंशमा यसरी बिहे गरेर भागेर गएको इतिहास छैन। तर आज हाम्रो बहिनीले तपाईँको मेरो नाक काटेको छ। तर हाम्रो बहिनीले समाजले के भन्ला, गाउँलेले कस्तो नजरले हेर्ला भनेर एकछिन पनि सोचिने। एउटा कुरा नि बा, आजदेखि त्यो न त मेरो बहिनी बन्न सक्छ, न त त्यो हुन सकेको चाहिँ मेरो ज्वाइँ बन्न सक्छ। हो, रगतको नाता छ भन्नेमा उसले हाम्रो इज्जत बेच्न पाइँदैन र हामीले हाम्रो इज्जत पनि बेच्न दिँदैनौँ। उसले गल्ती गरेकी छ र गल्ती गरेको सजाय भोग्नै पर्छ बा। र अर्को कुरा बा, यदि मेरी बहिनी फर्केर आइनी भने पनि म खोज्न जानेवाला छैन। छोरा, रिस उठ्नु त स्वाभाविकै हो, तर के गर्नु, आखिर ऊ मेरो रगतै हो। एकपटक कुरा सुन त, के थाहा उसलाई बाध्यताले यस्तो बनायो कि हामीले बुझ्नुपर्छ। छोरा, समाजले जे भने पनि आफ्नो छोराछोरीप्रति बाउको माया कहिले पनि सकिँदैन। आज हामी उसलाई त्याग्यौँ भनेदेखि भोलि गएर ऊ कसको सारामा बाँच्छिन्। गल्ती भए सजाय दिने हो, तर नाता चाहिँ तोड्नु हुँदैन। छोरा, तिमी कडा हुनु स्वाभाविकै हो, तर सधैँको लागि बाटो बन्द नगरौँ, उसले फर्किने बाटो राखौँ। छोरा, अहिलेसम्म तेरो बहिनीले फोन लागेको छैन। त्यति नै भयो। हेर्नुहोस् न, मैले पनि बहिनीलाई फोन कतिचोटि लगाएँ, तर उसको फोन लाग्दैन र गाउँमा पनि फोन लागेको हल्लै छैन। यसको मतलब मलाई लाग्छ बहिनी बिहे गरेर गएको छ।
आमा त सानैमा गुमाए, भएको दाइ र बाबालाई पनि छोडेर आएकी छु। अब त्यो सबै माया तपाईँले दिनुपर्छ। मान्छेहरूले जेसुकै भने पनि तपाईँ मेरो साथमा आउनुभयो भने म संसारै जित्न सक्छु। म अरू केही चाहदिनँ, बस मनबाट माया गरिदिनुहोस्, मलाई त्यति भए हुन्छ। तपाईँले दुःख पर्दा मलाई परै नसम्झिनु होला, किनकि तपाईँको दुःखमा म नै अघि हुनेछु। यदि अन्जानमा कुनै गल्ती गर्यो भने मलाई छोड्ने होइन, सम्झाएर आफ्नै बनाएर राख्नु होला। तिमी ढुक्क भएर बस पुनम, तिमीले गरेको त्यागको कदर म जिन्दगीभर भुल्ने छैन। र अर्को कुरा पुनम, म तिमीलाई कहिले पनि दुःख दिन्न। हेला गर्नु त परै जाओस्। आजदेखि तिम्रो हाँसो र आँसुको दुवैको जिम्मेवारी पुनम हो। पुनम, मेरो घर परिवारले तिमीलाई बुझ्न नसके पनि म बुझ्छु तिमीलाई। दुःख आयो भने सँगै सहौँला, अनि खुसी आयो भने सँगै हाँसौँला। के कसो पुनम? तिमी मेरो श्रीमती मात्र होइन पुनम, तिमी त मेरो आत्माको सहारा हो। जिन्दगीले मलाई जति नै परीक्षा ल्याए पनि तर म तिम्रो साथ कहिले पनि छोड्दिनँ, विश्वास गर मलाई। बुढी भर्खर धारण जानु लागि? किन र बुढा? भयो किन भनेर नसोध मलाई। साँच्ची बुढी, त्यो परको दिपकले केटी भगाएर बिहे गरेछ अरे नि? बुढा, मैले पनि सुनेको थिएँ, तर यसरी भगाएर बिहे गर्न नहुने है। त्यही त बुढी, त्यो जाँठा दिपकले गाउँको नाकै काट्ने भएछ। आजसम्म यो गाउँमा कसरी भगाएर बिहे गरेको थिएन, त्यो दिपकले बिहे गर्यो। त्यही त नि, आजसम्म यो गाउँमा नचलेको चलन त्यो दिपक बाबुले चलाएरै छाडे। तर छ नि बुढा, यसरी हामीले सहेर बस्नु हुँदैन, भेटेपछि भन्नै पर्छ। भन्नु भन्दा न घरबाटै बिगार्नुपर्छ। भोलि पछि हाम्रो बच्चा भयो भने त्यो दिपक जस्तै हुन्छ। त्यसैले त्यस्ता फोहोरहरू हटाउनै पर्छ। ठिक भन्नुभयो बुढा हजुरले। ल म एकछिन धारामा जान्छु, अनि धारामा गएर काकीलाई पनि भेट्छु है। ल ल, फुलालाई भेटेपछि सभा सिकाएर आउनु। ल ल, हस् बुढा। आमा, आज त गाईको कारणले बाटोमा हिँड्न पनि सकिनँ र मान्छेहरूको नजरले नै मलाई पोल्यो। यो गाउँमा त मेरो नामै बिगिसक्यो, जहाँ गए पनि काना खुसी गर्छन्। तपाईँलाई थाहा छ आमा, तेरो दाइले भगाएर बिहे गरेको भनेर मलाई नै सुनाउँछन्। मेरो के गल्ती छ र? मैले त घरको इज्जत जोगाउन खोजेकी थिएँ, तर समाजले मलाई नै दोषी ठहराए। साथीहरू पनि मदेखि टाढा हुन थाले। सबैलाई म नै लाजको कारण हो जस्तो लाग्छ। आमा, यसरी बाँच्नुभन्दा त म नै कतै हराइदिउँ जस्तो लाग्छ। छोरी, तिम्रो मन कति दुखेको छ मलाई थाहा छ, तर के गर्ने, यो समाजको कुरा नै कठोर छ। तेरो दाइले घरको इज्जत नसोचिकन गरेको कामको पीडा हामीले भोग्नु परेछ। संस्कृति बिगार्ने छोरा बुहारीलाई अब घरमा राखिँदैन। त्यसैले घर बचाउनुलाई कहिलेकाहीँ कठोर निर्णय लिनै पर्छ छोरी। र छोरी, तिमी डराउनु पर्दैन, तिम्रो भविष्य म बिग्रिनु दिन्न। आजैको आज त्यो हुनै नसक्ने छोरा बुहारीलाई घरबाट निकाल्नुपर्छ। ठिक भन्नुभयो आमा, हजुरले भने जस्तै गर्नुपर्छ। ल ल छोरी, त्यसै गर्नुपर्छ। म भित्र गएँ। ल हजुर बा, तिमी बहिनी लिनु जाँदैछौ, उता गएर झै झगडा गर्ने होइन। किनभने कि ऊ बिहे गरेर गएको मान्छे हो बा, मलाई पनि थाहा छ। यदि बहिनीलाई राम्रो गरेर राखेको रहेछन् भने म किन पो झैझगडा गर्नु परेर? यदि मेरो बहिनीलाई हेला गरेर राखेको रहेछन् भने म मेरो बहिनी लिएर आउँछु बा। त्यसो नभन छोरा,
ऊ जे जस्तो भए पनि बिहे गरेर गएको चेली हो। उसको घरमा झै झगडा भयो भन्दैमा उसले अहिले लिएर आउनु मिल्दैन। हुन्छ बा, अब के गर्छ हो म उतै गएर बुझ्छु। अहिले मलाई लाग्यो है त। ल छोरा जाऊ, राम्ररी जाऊ। हस् बा। ठुली आमा, हे ठुली आमा। के भयो नानी? के हो तिम्रो छोराले त भगाएर बिहे गरेछ होइन? हाम्रो गाउँको छोराछोरीले त सासू ससुराको खुट्टा ढोक्छ। गाउँको रीतिरिवाज सबै बिर्स्यो होइन? तर तिम्रो बुहारीले त सिधै घरको धुरी चढिछे। समाजले के भन्छ भनेर उसले एकपटक पनि सोचेन। यस्तो बुहारीले त गाउँको इज्जत नै हटाउँछ भन्थे, हो रहेछ। तर जे भए पनि भोको त राख्दैन होला नि, भात खान त दिन्छ होला नि। हामी त गाउँको मान्छे जे देख्यो त्यही बोल्छौँ, नराम्रो नमान्नु है ठुली आमा। ए तिमीहरूले मेरो दिमाग खराब नगर है। तिमीहरूको काम छैन यहाँ आइराख्नुलाई? मेरो घरको कुरा मलाई थाहा छ, तिमीहरूले मलाई सिकाइराख्नु पर्दैन। बुहारीलाई के खुवाउने के नखुवाउने के गर्ने मैले जानेको छु। धेरै नबोलिराख है, अनि यही पुच्चोले आरोप गर्दैन बस्ने। गाउँलेले कुरा गर्दैमा मेरो घर चल्दैन जस्तो सोच्छौ तिमीले? अब यहाँदेखि जान्छौ कि चुप लागेर बस्छौ? न त नराम्रो होला नि। हो कति नै यो घर परिवारले राम्रो गरे जस्तो। गएँ म। ए हजुर नमस्कार है। सुन्नुहोस् न हजुर, मेरो बहिनी बिहे गरेर यतै गाउँमा आएकी छ रे। कुन घर होला हजुर? आएकी त हो बाबु, ऊ त्यो घर हो। पारीको घर बनाले कुन घर होला हजुर? म त गाउँ नै चिन्दैन। त्यो पारी गाउँको बाटोको छेउमा आँपको रुख भएको घर हो। घरको छानो चाहिँ निलो छ बाबु। ए हो र, ल ल हुन्छ, उसो भए म त्यहीँ जान्छु। अनि मेरो बहिनी अहिले ठिकै त होला नि है? ठिक छ भनेर त कसरी भन्नु बाबु, त्यसले त साह्रै दुःख पाकी छ। दुःख पाके छ रे? तपाईँ यो के भनिदिनुहुन्छ बा? फेरि मेरो बहिनीलाई कसले दुःख दियो? कसले दुःख दिनु र बाबु, त्यो उसकै परिवारले त हो। काम दुःख कुटपिट हरेक सहेर बसेको छ त्यसले। हे भगवान्, आज बहिनीले न त बालाई न त मलाई कसैले नभनेर आएर साह्रै दुःख पाइ गरेछ। तिमी आइहाल्यौ बाबु, अब त्यसले धेरै दुःख पाकी छ। त्यसको आँसु तिमीले पुस्नुपर्छ बाबु। त्यसलाई जसरी भए पनि आफ्नै घर लैजाऊ। हुन्छ बा, हजुरले बाटोमा मलाई कुरा सुनाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। ल अहिले म लाग्छ है त। ए ल बाबु ल। छोरा होइन छोरा, तैँले लिएको केटी हाम्रो घरको लागि अशुभ हो।
तैँले यसरी बिहे गरेर हाम्रो घरको इज्जत नै माटोमै मिलाक्छस्। गाउँलेको अगाडि शिर उठाएर हिँड्ने नसक्ने अवस्थामा पुर्याएको छस्। अझै पनि भन्दैछु, जहाँबाट ल्याएको होस् त्यहीँ लगेर छोडिदे। हाम्रो घरमा यस्तो नचल्ने चलन हो। तेरो यस्तो निर्णयले हामीलाई यो गाउँमा लाज मर्दो बनाएको छ। त्यसैले छोरा, त्यो हाम्रो घरको बुहारी होइन, त्यो हाम्रो अपमान हो। आमाको कुरा आज सुनिनास् भने नि भोलि रोएर पनि यो घरमा फर्किन पाउँदैनस्। दाइ, आमाले ठिक भन्दै हुनुहुन्छ। तपाईँले गरेको कामले मैले गाउँमा मुख देखाउनु पनि लायक भएको छैन। अनि साथीहरूले भेट्दा मलाई जिस्काउँछन्, गिजाउँछन्। तेरो दाइले त घरको इज्जतै फालिदियो भन्छन्। दाइ, तपाईँले यसरी बिहे गर्नाले आज म स्कुल मेलापात कतै जान पनि डराएकी छु। दुनियाँले मेरो मुखमा थुके जस्तो लाग्छ। दाइ, तपाईँले एकपल्ट पनि हाम्रो बारेमा सोच्नु भएन? दाइ, म दाइ भनेर गर्व गर्थेँ, तर आज तपाईँले त्यो गर्व पनि खोज्नु भयो। आमा, बहिनी, मान्छेको बे जीवनमा एकचोटि हुन्छ। त्यो बे मेरो भइसक्यो। बे भइसकेपछि मान्छे कुनै गाई वस्तु होइन, जहाँबाट ल्यायो त्यही फर्काइदिनको लागि हो। मैले माया गरेर जिम्मेवारी लिएर बे गरेको, कुनै गल्ती गरेको होइन। इज्जत भनेको मान्छेको कर्मले कमाउने हो, कसैलाई दुःख दिएर होइन। जसले यो घरलाई आफ्नो सम्झेर आएको छ नि, म उसलाई बेसारा बनाउन सक्दिनँ। चाहे सारा संसार मेरो विरुद्धमा लागोस्, तर म मेरो स्वास्नीलाई छोड्न सक्दिनँ। यो मेरो अन्तिम निर्णय हो। बुझ्नुभयो तपाईँहरूले? देखिस् त छोरी, तेरो दाइलाई जति सम्झाउनु मान्दैन। अब तेरो भाउजूलाई नि तेरो दाइको नजरमा कसरी नलाग्नु। होइन है भाउजू, बिहे भएको 1 हप्ता भएको छैन, हामीसँग मस्ती होइन है भाउजू। त्यस्ता केटासँग बिगाएर आफ्नो जिन्दगी किन बर्बाद पारेको? भाउजू, हामीसँग हाँस्न बोल्न रमाइलो गर्न पाए कति रमाइलो थियो। होइन भाउजू, मैले बिहे गरेर के पाएँ? खालि बन्द नपरेको छु। तपाईँलाई के थाहा मेरो हाँसोभित्र कति पीडा लुकेको छ भनेर? तपाईँलाई थाहा छ दाइ, बिहे त गरे तर सबै खुसी हराए जस्तो लाग्छ। सबैले हाँसो देख्छन् तर मनभित्रको डर कसैले देख्दैनन्। गलत हो कि सही हो त्यो त थाहा छैन, तर मन भने शान्त कहिले पनि छैन। देख्नुभयो त भाउजू, बिहेले खुसी होइन कैदी बनाउँदो रहेछ। थाहा छ नि तपाईँलाई? भयो, अब छोडिदिनुहोस्। आफ्नो भाग्यमा जे लेखेको छ त्यो भोग्नै पर्छ। फेरि बाबाको दाइको कुरा नसुनेर बाटो बिराएर आइहालेँ। अब आफूले पाएको दुःख त भोग्नै पर्यो। ल ल भाउजू, अब चिन्ता नलिनु। अब तपाईँले मलाई बाबु होइन कि दाइ भन्नुहोस् है। होइन ए दिपक, तिमीले आफ्नो श्रीमतीलाई किन यसरी छाडा छोड्या छौ? किन र काका? किन भनेर उल्टै मलाई सोध्छस्? हेर तेरो श्रीमतीको चर्तिकला हेर।
राम्रोसँग देखिस् होला नि, तेरो श्रीमती यसरी हिँडेकी छे। बिहे भएको 1 हप्ता पनि भएको छैन, यति छिटै तेरो श्रीमतीले चर्ती करा देखाइसकी। हो, यही नै हो, मेरो आँखाले देखेको। यस्ता केटीलाई घरमा राख्नु हुँदैन। त्यही भएर बुढापाकाहरूले भनेको मान्नुपर्छ। बिहा भनेको कुरो मागी बिहा गर्नुपर्छ, भागी बिहा होइन। त्यसैले तेरो श्रीमतीले समाजको नाक काट्ने काम गरेकी छ। यसरी श्रीमतीलाई छाडा छोड्नु हुँदैन। यसैले चुप लाएर बस्यो भने भोलि झन् ठुलो बदनाम हुन सक्छ। आजसम्म उसलाई कसैको कुरा नसुनेर माया गरे, आफ्नो मान्छे भन्दा पनि नजिक राखे। आमाले र बहिनीले सम्झाउँदाखेरि पनि मेरो बुढी निर्दोष छ भनेर मैले भने। तर आज उसैले मेरो इज्जत सडकमा फालिदिए काका। सबै गाउँलेको अगाडि मेरो टाउको झुकाइदिए काका। अब म कसरी चुप लागेर बस्न सक्छु? उसले मलाई माया गर्यो भन्दैमा मैले यति सजिलै उसलाई विश्वास गर्न हुन्न रहेछ काका। अब म यो अपमान सन्न काका। म जसरी हुन्छ उसलाई छोडिदिन्छु। आजै फैसला गरेरै छोड्छु। मैले त मेरो श्रीमतीलाई देवी ठानेको थिएँ, देवी। तर ऊ राक्षसनी रहेछ। धन्न तपाईँले मेरो आँखा समयमै खोलिदिनु हो काका। तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यो त हो दिपक, तर मेरो कुरा सुनेर श्रीमतीलाई कुट्नी पिट्नी चाहिँ नगर्नु है। किनकि मैले तिमीहरू दुईजनाको घरबार नबिग्रोस् भनेर मैले मोबाइल रेकर्ड गरेको। यो मैले अरू कसैलाई देखाएको पनि छैन, केवल तँलाई मात्रै देखाएको हो। हस् काका, अहिले म जान्छु। ल बाबु, ल ख्याल गरेस्। हामी आमा छोरीले तँलाई कप्पमा सधैँ आँगनमा ल्याएर तँलाई दुईटा झापट हान्दा पनि तँलाई लाज लागेन? हामीले भने तँलाई माया देखायौँ, तर तँ भने हाम्रो घरमा आगो लगाउन आइस। आजदेखि यो घरमा तेरो नाम निशाना केही पनि रहँदैन। हो बाउजू, आमाले ठिक भन्दै हुनुहुन्छ। तिमी जस्तो बुहारी यो घरको लायक छैनौ। तिमी दाइलाई फसाएर आएकी होइनौ। अब धेरै रोएर नाटक नगर। मलाई र मेरी आमालाई दुःख दिने मान्छे हामीलाई पटक्कै चाहिँदैन। अहिलेको अहिले निस्किहाल, नत्र भने हाम्रो खराब बानी देख्नेछौ। आमा, नानी, मैले के नै गल्ती गरेकी छु र? भन्नुहोस् त। नानी, मैले तपाईँको दाइलाई साँचो माया गरेकी छु कि माया गर्नु पनि अपराध हो र? यो घरलाई मैले सधैँ आफ्नै सम्झेर सेवा गरेँ। त्यो सेवाको फल मैले यही हो पाएको। आमा, नानी, तपाईँहरूले मलाई दुःख दिएर, यातना दिएर, कुटेर सत्य कहिले पनि लुक्दैन। आज म तपाईँहरूको नजरमा कमजोर देखियो होला, तर म गलत छैन। भगवान साँची छन्। म यो घरलाई असर हुने काम केही पनि गरेकी छैन। हेर हेर यसको नाटक नाटक पनि बन्द गर्नु सकेको। आइज छोड्नु होइन, यहाँ के हुँदैछ? आमा, बहिनी, सत्य कुरा के हो मैले सबै थाहा पाइसकेँ। यसलाई यति कुट्दा पनि कम हुन्छ। कुट्नुहोस् अझै यसलाई। इज्जत त मेरो सकियो। यो केटीले गर्दाखेरि मेरो जिन्दगी तस नस भएको छ। यसले
न त घरको मान राखी न त मैले भनेको कुरै मानी यसलाई यो घरमा राख्नुहुन्न। अब आमा बहिनी आज यसलाई यो घरबाट निकाल्न पर्छ। मैले के नै गल्ती गरेकी छु र तपाईँहरू सबैजनाले मलाई घरबाट निकाल्न पर्छ मात्रै भन्नुहुन्छ। अझै तँलाई केही गल्ती गरेको छैन भन्न लाज लाग्दैन? नक्कचरी बुढा, तपाईँले मलाई झापबाट हान्नुभयो। यसरी तपाईँले कुट्नै पर्ने। मैले के नै अपराध गरेकी छु र के नै गल्ती गरेकी छु र? आमा, तपाईँ पनि त नारी हो, अलिकति मेरो दया त गर्नुहोस्। आखिर मैले के नै गल्ती गरेकी छु र? मैले घर बिगार्ने काम केही पनि गरेकी छैन। बिन्ती छ आमा, मेरो विश्वास गर्नुहोस्। अनि नानी, तपाईँलाई त मैले आफ्नै बहिनी जस्तो भनेकी थिएँ, तर तपाईँ पनि आज यस्तो निस्किनु भयो र तपाईँले पनि यति साह्रो नभन्नुहोस्, मेरो मन चिरिन्छ। बुढा, बरु मेरो गल्ती छ भने मलाई जे सजाय दिनुहुन्छ दिनुहोस्, तर मलाई यसरी अपमान नगर्नुहोस्। बिस्तारै उठ। बुढा, एकपटक मेरो मुखमा हेरेर त कुरा गर्नुहोस्। ए अब मैले तेरो मुख हेर्नु पर्यो? खबरदार! खबरदार! कसैले पनि मेरो बहिनीमाथि हात उठाउन खोज्यो भने एउटा नारीलाई दुःख दिएर नारीमाथि यसरी हात उठाउने यही संस्कार सिक्नुभएको तपाईँहरूले? हो, मेरो बहिनी भागेर आएकी हो, तर भागेर आयो भन्दैमा उसलाई यसरी कुटपिट गर्ने, अपमान गर्ने त्यो अधिकार त तपाईँहरूमा छैन नि। अनि जय साहब, उसले तपाईँलाई माया गरेर आफ्नो जीवन सुम्पियो, तर यो घरमा ऊ दास बनेर आएकी होइन। अनि तपाईँले पनि सुन्नुहोस्, आमा र बहिनी मिलेर यसरी बारी कुट्ने घरलाई घर बनिँदैन। अनि तपाईँ एउटा कुरा कान खोलेर सुन्नुहोस्, यदि मेरो बहिनी यो घरमा सुरक्षित छैन भने म मेरो बहिनीलाई यहाँ छोड्न सक्दिनँ। र एउटा कुरा तपाईँहरू सबैले ध्यान राख्नुहोस्, नारी कुनै कमजोर मात्रै होइन, एउटा सहनशीलता पनि हो। होइन के हो त्यो माइती आएर त घरमा पो हल्ला मचाउनु थाल्यो त। म तपाईँको घरमा हल्ला मचाउन आएको होइन, मेरो बहिनी माथि गरेको व्यवहार देखेर म बोलेको। अनि बहिनी, यस्तो राक्षस सुसु बस्ने घरमा तल बस्नु परेको छैन, हिँड मसँग।